गुड मर्निङ गाइज एभ्रिवान है नमस्ते सबैलाई। यहाँनिर चाहिँ आज हामीसँग एउटा रेडमी नोट 9 प्रो आएको छ, चार्ज एम्पियर 0। अनि अब यसलाई चाहिँ हामीले ओभरअल चेक गरेर के प्रब्लम भएछ भनेर चाहिँ यहाँनिर प्रब्लम सल्भ गर्ने कोसिस गर्नेछौँ है त आज यसको। मैले यहाँ बिर्सिहालेँ, यहाँ अटो रेटिङ 02 अनि मैले यसको पावर स्विच दबाएँ, देख्न सक्नुहुन्छ यहाँनिर आएर स्टक भयो, 140 मा स्टक भयो है। हामीले चाहिँ यसको सिपियु रिबुल गर्नुपर्ने देखिएको छ। सो यहाँनिर सिपियु क्वालकमको छ, क्वालकमको सिपियु ब्ल्याक पेस्टेड है। अनि SM7125 चिपसेट यहाँनिर लागेको छ मोडलको। अब टक्क यसलाई हामी रिबुल गर्छौँ है त गाइज। ल गाइज मैले चाहिँ यहाँनिर अब सिपियु रिबुल गर्नलाई रेडी गरिसकेको छु है। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। सो गाइज हामीले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ टक्क यसको चाहिँ यहाँनिर हामीले सिपी बाहिर निकालिसकेको छौँ। अब चाहिँ यसलाई क्लिन गरेर रिबुल गरेर फेरि इन्स्टल गर्नुपर्छ है त। ल गाइज यहाँनिर चाहिँ मैले यहाँनिर देख्न सक्नुहुन्छ है, यसको सिपियु पनि रिबुल गरिसकेको छु अनि त्यसपछि यसको प्याड पनि क्लिन गरिसकेको छु। सो अब यसलाई हामी सेट गर्छौँ है त। फाइनली हामीले यसको सिपियु यहाँनिर इन्स्टल गरिसकेको छौँ है। सो अब यसको टेस्टिङको पालो रहेको छ, के हुन्छ त रिजल्ट। वेट फर यस। फाइनली गाइज हाम्रो चार्जको यहाँनिर लोगो सिग्नल आइसकेको छ, देख्न सक्नुहुन्छ। यो फोनमा चार्ज पनि पुरै डाउन रहेछ अनि हामीले बनाएको फोन भनेको यही हो। अब यहाँनिर टक्कै सिपियु हामीले रिबुल गरेको यही हो। अब एकछिन पर्खिनुहोस्, उसको चार्ज उठेपछि फेरि तपाईँहरूलाई म चेक गरेर देखाउने छु है त। फाइनली गाइज हाम्रो फोन यहाँनिर अन भयो।
भइसकेको छ है, देख्न सक्नुहुन्छ। अब यसलाई हामीले ओभरअल चेक गर्नेछौँ है। फाइनली गाइज हाम्रो फोन चाहिँ यहाँनिर हजुर रेडी भइसकेको छ। ल फाइनली गाइज हाम्रो फोन इज रेडी है, सबै चल्छ यहाँनिर देख्न सक्नुहुन्छ। हामीले बनाएको फोन यही हो, इट्स ओके, सब कुराहरू क्लियर छ। द्याट इज सिक्योर इज रिभलिङ। चार्ज हुन्छ कि हुँदैन, चार्ज पनि भइसक्यो।